फपुला गाइस अनि जेम्सी सबैजनालाई म रेडी भइसकेको छु आज सेमिनार जानुलाई। आजको सेमिनार हाम्रो 9:30 बजी सुरु हुन्छ, 5 साढे 5 को भित्रमा सक्दछ हो। हेर्नुहोस् म जाँदाखेरिको देखाउँछु है भिडियो। आई होप तपाईहरुले मलाई सपोर्ट गर्नुहुन्छ किनकि यो मेरो फर्स्ट भ्लग हुन्छ हो। यी भरेन्टर कार्ड टक्कै लगायो ए भइहाल्यो नि त दाजु म्याक्स हमेसा दाजु म्याक्स हुन्छ नि त हो। ल यसको निकाल दाजु ट्याक्स मेरो हिजो कस सर्भेन्ट जात सर्भेन्ट अरे यहाँ भलेन्टर दाजु भाइ मेरो पनि छ ए उल्टा भइसक्यो चल्दैको अब पानी पर्दैछ भिज्ने हो कि खप्पाल त मेरो नि यस्तो भइसक्यो नि यार। कपाल पनि खतरा बिग्रे बिहान बनाएको मात्रै यिनीहरू यो आज ढिलो गरेर नि मेरो कपाल सबै बिग्रेको। ल यसको स्टार्ट गर्नु गएको है मैले अब एकछिन यसको स्टार्ट गरिहाल्छु। कति बसेछ छैन रहेछ खै देखा त बम सुरौ खै ओ अहिलेसम्म पड्काएको छैन रहेछ यो। जाने बेलामा कसरी घरि दुध पुगा हो घरि के पुगा हो। पानी पर्नु पनि थालिसक्यो गाइस। रेन इज फलिङ डाउन वी आर भिजिङ। सरकारी स्कुल पढिङ त जस्तो इङ्ग्लिस बोलिङ नि हामी कमी नै हुँ नि फेरि इङ्ग्लिस बोलिङमा त। प्राइवेट स्कुल बनाने होला हराई दें यहीं इधर ही रोकेंगे। हाँ दूध दिएर आयौँ ढिलो भयो आज त पुरा ढिलो भयो है। ढिलो भइसक्यो आज हामी यार। खाएँ मेरोमा त पैसा छैन म खान्न। हामी भन्दा लास्टमा जाने मान्छेहरू अगाडि पुगिसक्यो। पनि यहीँनिर भेटेँ त आज बजार हाँसेर कुदा पुलिस बस्छ। ए आज शनिबार मङ्गलबारे बजार भन्दा पुलिस बस आइपुग्नु लाग्यो। आज पनि 5 साढे 5 बज्छ यार। खाना बाँड्नेमा पढ्यो भने चाहिँ भोक लागेको बेलामा कस्तो साह्रो पर्छ नि अरूलाई खाना दिनुलाई। हिजो त्यस्तै नै भएको थियो हो। आज त कसम गाइस म त मासु मात्रै खान्छु भात खान्दिनँ। ए पास्टरहरू त यहीँ छ गाडी हो। हरेन बजा न सब लोग आगे जाना चाहते। ल अब हाम्रो ठेउटा आइपुगेको छ। हम लोगों का देश आ चुका है अब। यो यस नेपाली स्कुल यो हो हाम्रो थियो। पार्किङ गर्नेमा जाँदैछौँ। ओ आइपुग्यो भर्खर आइपुग्दैछौ। भर्खर हामी यहाँको आधी घन्टा भइसक्यो। यसलाई चाहिँ जति खाए नि पुग्दैन है। यो चाहिँ आएको खिचाने यसलाई राम्रो आउँदो रहेछ फुलभन्दा। मान्छेले अब यहाँ तल प्याक भएछ माथि भइदिनुपर्छ। अब मान्छे पानी ल्याउनु भनेको छ है। गाइस केटा मासु खानुपर्छ हो।
मासु के भयो भाइ कस्तो भयो तिम्रो भाइ बिचारा आँखा लोभी मन परेको मासु यति खायो भुलेको क्या तिम्रो कस्तो भयो एकदम राम्रो भयो कति खानु भन्नु दुईटा हातले भात खान थालेको भात त छैन सब्जी मात्रै छ तिमीहरूको केटाहरू भाइहरू मासु लबर नि त हामी त यता हो त्यही कारण उसको झन् हेर न भात छैन मजाले खानुहोस् मजाले ल हामी त के अरे सेमिनार सकेर घर जाँदैछ यस्तो ट्राफिक छ हेर्नुहोस् म पछि छ यार क्या साह्रो ढिलो गरेको हौ पहिलो घाँस खाँदाखेरि भुकै बिग्रिने जस्तो घाँस खाँदाखेरि रोक न के भएको यो ए अब हामी घर जान्छौँ गाइस मलाई चाहिँ त्यतिकै एडिट गर्न आउँदैन होइन तर पनि ट्राई गर्छु एडिट गरेर पोस्ट गर्नु होइन तपाईँहरू चाहिँ आई होप मेरो भिडियोलाई मन पराउनु हुन्छ होला किनकि मेरो फर्स्ट भ्लग हो अनि म चाहिँ के भन्छ अब डाइरेक्ट तपाईँहरूलाई घरमा पुगेर देखाउँछु नि है ल बाई आइपुग्नको लागि